everyone. नमस्ते, वेलकम ब्याक टु माई ब्लग. नयाँ दिन नयाँ सुरुवात. आइसकेँ म तपाईँहरूको सानो भिडियो ब्लग लिएर. आज पनि साथीहरू हो म जाँदैछु इन्डिया. यो मेरो पहिलो इन्टरनेसनल टुर अरे के वैदेशिक यात्रा भनिन्छ क्या आज. आज म पनि रेडी गर्नु थालेको छु. यति गर्मी सबै पनि इन्डिया जाने हो. बहिनीलाई सरप्राइज दिनको लागि म दिदी बहिनीसँग जाँदैछु. म भने रेडी पर्छु. गाइज देखिहाल्नुभयो. भने म तपाईँहरूलाई देखाउने छु. हेलो गाइज, अब भने म चाहिँ जाँदैछु इन्डियाको पनि दिल्ली जाँदैछु साथीहरू. गर्मी बिदा भएको छ स्कुलको, त्यसैले अब भने म रेडी परिसकेँ. मेरो छोरी र म जाँदैछौँ दिल्ली. मेरो भिडियो हेर्दै गर्नु होला, म अपडेट गर्दै जानेछु. ल सानो, हामी कहाँ जाने हो? दादासँग जाने. ल म चाहिँ मेरो दिदी बहिनीलाई भेट्न जाँदैछु इन्डियाको. गाइज बहिनीलाई चाहिँ थाहा छैन है, त्यसलाई सरप्राइज दिनेवाला छु. दिदी भिनाजुलाई चाहिँ थाहा छ. म भिडियोहरू राख्दै जान्छु. मेरो भिडियो हेर्दै गर्नु होला. भगवान्लाई नमस्ते गर. ल छिटो कति गर्मी हो क्या, पसिनाले भिज्यो भाइ. ल पुरा गयौँ है त, गयौँ मम्मी. ल हामी चाहिँ जानु थाल्यौँ. यो झोला यो एउटा लाग्छ ढुङ्गाइदिनु. त्यो झुन्डाइदिउँ यहाँ. यो अडाएर तपाईँ बनाउनु आएको छ. कति गर्मी छ, पसिनाले भिज्छ. कसरी पुग्ने. ल ल निस्किम गए जानेहरू. ल ल ल ल ए म त अघि मास्क लिन भन्दा नि गएको थिएँ माथि. उही भाउ एकछिन माग्न होला बहिरिया गएर. निस्केर आउँछु भन्थे अझ पुरा गरेपछि आमा.
ट्याक ट्याक छ दादा दात्रे भएपछि लेम्रेसन 150 तलको पाइन्न आजकल त यतिको चुक्कै जाने खाले पाइन्छ कहाँ आयौँ अरे नानी हामी कहाँ आउने हामी उहाँ नेपालबाट कहाँ जाने भनेर हिँडेको भन त दादा छिन् भनेको हो कि न दादालाई माया गरिदेऊ दादा यस्तो मुख राली है अनि त्यसपछि हामी सबैलाई अब अस्मिता सरप्राइज मैले थाहा देखेन कसरी बुवा मामाले नभन्नको भए यो गाई